हेलो साथीहरू, आज चाहिँ होइन अहिले चाहिँ छिट्टै दाल भिजाउनु लागेको छु किनभने आज चाहिँ मेरो गाउँबाट सासुआमा देवर अनि आमा मेरो सासुआमा र देवर भाइ चाहिँ किन आउनुहुन्छ आमाजी चाहिँ भन्दा मैले दाल पनि भिजाएँ। मेरो आमाजू सासुआमा अनि भाइ चाहिँ किन आउँदै हुनुहुन्छ त देवर भाइ चाहिँ के को लागि भन्ने कुरा चाहिँ मेरो युट्युबमा गएर हेर्नु होला अनि थाहा हुन्छ। कहाँ जाने घाममा सुकाएको घाममा यसरी सुकाएपछि चाहिँ सजिलो गरी आउँछ होइन, नत्र यसरी खनाएपछि सजिलो हुन्छ। अब चाहिँ म कहाँ जाने हो भनेदेखि मासु लिनु बजार जाँदैछु। म चाहिँ अब होइन तरकारी लिनु गएँ, तरकारी लिएर आउँछु। फेरि मेरो बाबु चाहिँ स्कुलबाट आएर चाहिँ सानो पप्पी ल्याएर हेर्नु यो पप्पी ल्याएर आएछ। यस्तो बिना ल्याउनु पर्ने यो बर्बाद छ हेर्नुलाई। म चाहिँ साथीहरू बजार गएर पनि आइसकेँ होइन। केरा ल्याएँ, च्याउ ल्याएँ, दुध ल्याएँ, अन्डा ल्याएँ, हरियो प्याज, धनियाँ अनि पेठेको साग अनि दही, च्याउ काटेर यस्तो बनायौँ हामीले। गुलबेडा च्याउ पापड पाक्यो होइन। अहिले चाहिँ अब हामीले मासु पकाउनुलाई कराई बसाएको छ साथीहरू होइन। अब के को मासु पाक्छ हेर्नु साथीहरू। यहाँ मासु पाकिसक्यो होइन। भात चाहिँ यस्तो भयो, पानी बढी भएर पाक्यो। हामीले खाना खानु, हामी खाना दिउँ है। हेलो साथीहरू, हेर्नु यो चाहिँ मेरो गाउँबाट सासुआमाको कोसेली है। यस्तो फल्छ, तपाईँहरूकोतिर कस्तो फल्छ? यो चाहिँ घर तरुल भन्छ होइन।